इसको छैन क्या हो आ खाना मुजी यतिको छ अब खाइदिनु पर्छ खाउला टाट्या यसले फेरि मुख कालो बनाइदिन्छ कि पुरै हेलो गाइज वेलकम ब्याक टु माई न्यू च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु आजको हाम्रो भ्लग चाहिँ खत्री ठाउँमा हुनेवाला छ खत्री ठाउँमा जानेवाला छौँ हेर्दै गरौँ कहाँ जाने हो तपाईँहरूले देखाउँदै जान्छु अब म चाहिँ घरबाट निस्किन आँटेको अब बाटोमा भेट्नुपर्छ ल अब हामी गाउँबाट निस्किन लागिसक्यौँ लाएर एकछिन त हान्नुपर्छ सामान लगेर जानुपर्ने हुन्छ यहाँ दुईवटा अगाडि छन् यहाँ आज रमाइलो हुन्छ ल सबजनालाई रेडी छन् यहाँ हामी पनि आइदिउँ लगाइ अब हामी निक्लिन लागिसक्यौँ ए हिँड छिटो जाऊँ न त नि किन रह्यो टोली निस्किसक्यो है अहिले उठ्यो हेर ल्याऊ सामान जब हामी उकालो चढ्नु पर्ने हुन्छ यहाँबाट होइन उकालो चढेर माथि गएर सब रेडी बनाउनु पर्छ पहिले अनि यहाँबाट जाने कि यहाँबाट हिँड्नु जाऊँ न हिँड्नु न ल कस्तो छ काका हालत यति बच्चा भएर पनि मलाई बोकाइरहेको छ हेर न बेजोक छ नि रीतिरिवाज हुन्छ भने अहिले आऊ न बाटोमा चाहिँ जान्दै जाउँला के छ र सर तेल पोक्यो भने फाँदो लाग्यो त फेरि खाउला टाट्या सारबडा गाउँ पुगिसक्यौँ सारबडा गाउँबाट उकालो चढ्दै निस्किन्छौँ ल लड न सिङ्गल के आइज भन्छ यार हामी 5-6जनाको ग्रुप टक्क अगाडि गएर पुरी सुरी हाल्ने काम हुन्छ अनि त्यसपछि सबै आएपछि अनि पाठासाटा काटेर अनि टक्क बेलुका आउने हो ल हामीबाट भ्युटाहरू त्यहाँ माथि छ हामी जानु पनि सक्छौँ नजानु पनि सक्छौँ फिक्स छैन त्यहाँ चाहिँ अब यहाँबाट देखिने पिली बजारको सिन के गर्नु बोक्नै पर्यो होइन गाह्रो छ नि अब बच्चाहरूले बोक्छन् अब यिनीहरूको पालो आइछ दाउरा एक ठुलो दुई ठुलो गर्दै सबै लैजान्छ नि होइन यहाँबाट हामी उकालो चढ्नुपर्छ फेरि अब तिलखुरो ऐसेलु खाँदै टक्क आएर हामी निस्किन्छौँ एकछिन अब केटाहरूले यहाँ खसी पनि ल्याएर आखान् फेरि ल है केटाहरू खसीवाला केटाहरू यहाँ छन् दुईवटा छन् खसी सरले बोक्दै ल्याछन् यसको छैन क्या हो एउटा झडिसक्यो नत्र पछि यसो गाई भन्न मिल्छ नि त अघि 5 थियौँ अहिले अब 3 थपेर 8 भइसक्यो ग्रुप ठुलै छ एउटा माथिबाट आउँदैछ एउटा बाबु त्यहाँबाट कहाँ बाइको त बाबु आउँदैछ लगाइ अब यहाँ तिलकुरो खानु परिसक्यो फेरि ल टोली यसले फेरि मुख कालो बनाइदिन्छ कि पुरै आ खाना मुजी खत्म यो त सब चल्छ नि तर गुलियो छ यार कहाँ जाम यस्तै खाँदै निस्किनुपर्छ यहाँबाट टक्क लाएर गफ गर्दै गए पनि थाहा हुँदैन हामी यहाँ बाटोमै छौँ तलबाट आइसक्यो अहिले मार्छन् नि अहिले आज मारिहाल्छन् छिट्छाम्केर दाउरा साउरा छिटो
पानी आउला जस्तो छ पुरी सुरी हाल्नु पर्यो छिटो गएर अहिले फेरि नभए मार्छन् अहिले जल्दी गर जल्दी अर्डर भाइ चलफल गाइज हामी चाहिँ अब दाउरा साउरा लिन आएको होइन दाउरा लिन आयौँ है हामी 4 समात होइन कोही केही भन्दैनन् के भन्ने हुन् र यहीँबाट लग्यो पर्मौ बजामला के यो मान्छे हरामी छ नि यसको आज एक हप्टो खानुपर्छ हो कि नै खाने हो ल ठिक जिग्गुकै त होला होइन यो पुरै सम्पत्ति किनहरू अरे कोर्ने हो त ए पोक्कल पनि हो उति यस्तो चढाउनु पर्ने हुन्छ हामीले चाहिँ टक्क माथि गएर दाउरा अघि यहाँ हुँदैछ त कहाँ जानु म कहाँ भित्ताउनुलाई क्या दाउरा दिन त थोरै हजुर हामी नुहागी लैजानु ल हुन्छ र हाम्रो काम चाहिँ अब यहाँ दाउरा उठाउँदै टक्क निस्किरहेको हामी यहाँबाट समाते अब के गर्ने अब दिनु पर्यो नत्र त हामी चोरी नै लाग्दा फेरि यहाँ दाउरा यहाँ छन् यो भिडियो बनाइरहेको छु त्यो भएर हजुर हालिदिनु योमा सबै त्यही त दुःख छ त माथि ल्याउनु हालिदिनु त्यही परिस्नीको एक बाँझोको के गर्ने गाह्रो छ माथि लेखा जानुपर्छ अब दिनु पनि सजिलो कहाँ छ दिगु के छ के गर्ने है ल ठिक छ त्यसो भए यस भन्न नो भन्दा के अरे यसको डाइलगै छुट्टै छ त कुन अरे त्यो नो स्टप म्यान हो कि के अरे भन्छ फेरि एकचोटि तेरो बवाल लाग्छ कि यता हेर्न यता हेरेर भन्न नो स्टप म्यान भन्न एकचोटि यस के भयो यो पानी झर्न लागिसक्यो यार पानी आउनु लागिसक्यो के गर्ने आगो बालेर फेरि के गर्नु यो पोखरी कामै छैन नि यो पोखरी गया पोखरी लगाउनु त ठिकै कुरा हो तर हेर्नु त यस्तो छ के पुरै यतापट्टि यो माटो काई ढुङ्गा सब यसमै छ के यसले फेरि कोर्यो भने बहुत डेन्जर कोर्छ त्यो भएको हुँदा यस्तो पारामा एउटा यस्तो टक्क आबा कोरेर हनुमतीको चरो हामी यहाँबाट निस्किसक्यौँ कब हामी पुग्नै आँटिसक्यौँ हामी हल्का तलपट्टि छौँ र हाम्रो यो इलाका टक्क गएर अगाडि आएर यहाँ बस्छन् हो त्यहाँ हुन्छ पुरी हाल्ने काम थाक लागिसक्यो नि ल अब हाम्रो पुरी सुरी खोर्ने काम पुरी बनाउने काम जारी छ ढुङ्गा सुङ्गा लाउनु पऱ्यो यहाँ आइसक्यो सब होइन यहाँ आइसक्यो अब हामी चाहिँ यहाँ यसको लागि रेडी सेडी बनाउनु पऱ्यो पुरीको लागि है
धुइसकेपछि अनि बवाल हुन्छ, पछि पाटासाटा काटिन्छ। हामी अब यस्तो गर्नु पर्यो। र हाम्रो चाहिँ यही हो, यहाँ आएर यो चाहिँ ठुलो जात्रा चाहिँ भदौको महिना लाग्छ। पुरै मान्छे बस्ने ठाउँ नै हुन्न क्या यो ठाउँमा। अब हामी लाग्नुतिर लाग्यौँ। ल अब आगो बलिसक्यो, टक्क तेल हालिन्छ यसमा। तात्तिन्छ त, तात्तिँदै गर्छ। यहाँ जाऊँ। डोली चाय ढोली चाय राख राख, त्यति राख, यति ठिक्क हुन्छ। लगाइज के गर्ने, यस्तै छ, गर्नै पर्यो। लगाइज हामी चाहिँ अब पिठो सिठो मिच्नलाई अब यत्रो पिठो बाँकी छ, मिल्नुपर्छ होइन। कर्णाली पुङ्कु ल पुरी हाल्नु पनि स्टार्ट भयो फाइनल्ली। त्यस्तो भइसक्यो। पुङ्कु पुङ्कुलाई देऊ धुलो भन न, उता जान भन जा ल। हाम्रो यहीँसम्मको यात्रा थियो। र अब एकछिन ऐसेलु खान जान्छौँ। सो अलराइट गाइज, अब चाहिँ हामी ऐसेलु खान जान लाग्छौँ। अनि ऐसेलु खानु पर्यो टक्क आएर। ऐसेलु होइन, यो फेरि तिलकुरो हो। पुरै पाकिसक्यो नि तिलकुरो होइन। ल गाइस, ऐसेलु चाहिँ यही हो। अब अर्ग्यानिक हो नि त जति होइन होइन, खानुपर्छ कहिलेकाहीँ टक्क आएर। आए त सधैँ खानुहुन्थ्यो, अब कहिलेकाहीँ आउनु पऱ्यो, अल्छो लाग्दो आउनु पनि दिनुपर्छ ल्याम्मै होइन। ल गाइस, अब हामी चाहिँ ऐसेलु खाएर निस्किन्छौँ उतापट्टि। आजको लागि चाहिँ यति नै हुन्छ। भिडियोमा नयाँ हुनुहुन्छ भने सबैले सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने एकचोटि बेल आइकन बटन चेक गर्नु होला। अब चाहिँ नयाँ नयाँ यस्तै भिडियोहरू आउँदै गर्छन्, माया गर्न नछोड्नु होला भन्दै आज भिडियो यहीँ अन्त्य गर्छु।